चुनाव नजिकैसँगै बजारमा ग्यासको चरम अभाव देखिएको छ। यही ग्यास अभाव विरुद्ध उपभोक्ताहरू खाली सिलिन्डरसहित नेपाल ग्यास कार्यालयमा पुगेका छन्। नेपाल ग्यासका बिक्री केन्द्रहरूमा 2 सातादेखि ग्यास नपाइएपछि खाली सिलिन्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमा पुगेका हुन्। उपभोक्ताले कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाइएको भन्दै गुनासो पोखेका छन्। बजारमा ग्यासको चरम अभाव हुँदा घरमा परिवारको बिचल्ली हुने अवस्था छ। यसरी उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले ढुवानी समस्या देखिएकाले समस्या कायमै रहेको बताएको छ। नेपाल ग्यास कार्यकारी सञ्चालक तथा नेपाल एलपीजी ग्यास उद्योग संघका पूर्व अध्यक्ष समेत रहेका गोकुल भण्डारीले नेपाल ग्यासको माग दैनिक 8 देखि 10 बुलेट रहने गरेको बताएका छन्। उनका अनुसार त्यो मात्रामा ढुवानीमा केही समस्या रहँदा समस्या भएको हो। अहिले समस्या हल भएपछि बजारको चक्र केही गडबड भएकाले पुरानी अवस्थामा आउन केही दिन लाग्ने उनको भनाइ छ। नेपाल आयल निगमले नेपाल ग्यास सहित केही अन्य ग्यासको बजारमा चरम अभाव बारे जानकारी रहेको बताएको छ। 2 सातादेखि बजारमा देखिएको ग्यास अभाव निगमले अझै हटाउन सकेको छैन। नेपाल ग्यासको चरम अभाव देखिँदा उपभोक्ता मारमा परेका छन्।